त धेरै थिए है। अब्स्टकल त जस्तै हाम्रो यो कञ्चन भनेको त करिब करिब भन्यो भने 70% जङ्गल हो नि त, त्यसलाई मङ्गलमा परिणत गर्नुपर्ने थियो, गाह्रो थियो होइन, गाह्रो एकदमै थियो। र यसमा पनि कस्तो भने त्यो 8औं संशोधनले 2076मा संशोधन हुँदै गर्दाखेरि के व्यवस्था गरेको थियो भने 2076को असोजमा वन ऐन संशोधन भएको थियो र कानुनी अवधारणा अनुसार के हो भने अघिल्लो ऐनलाई पछिल्लो ऐनले काट्छ, अघिल्लो ऐनमा भएका प्रावधानहरूलाई पछिल्लो ऐनले त्यसलाई निस्तेज बनाउँछ। र 76को माघ 28 गते वन ऐन संशोधन हुँदा के भनिएको थियो भने अन्य ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि यही ऐन अनुसार हुनेछ भनेर भूमि ऐनमा व्यवस्था गरिएको थियो। भूमि ऐनको दफा 52लाई संशोधन गरेर धेरै प्रावधानहरू त्यहाँ राखिएको थियो। भूमि ऐनको प्रावधान के थियो भन्दाखेरि साबिकमा वन जनिएता पनि विगत 10 वर्ष भनेको माघ 28 76को माघ 28 मा 76को माघ 28 मा संशोधन हुँदै गर्दाखेरि विगत 10 वर्षदेखि आमोद कमोद गरेर खाएको छ भने त्यसलाई दिनु भनेर भूमि ऐनमा व्यवस्था गर्यो। दफा 52लाई संशोधन गरेर त्यहाँ धेरै क ख ग ग गर्दै धेरै प्रावधानहरू छन्, कस्तो कस्तोलाई दिने के गर्ने सबै कुरा त्यहाँ छ। त्यही सबै हामीले गर्ने जति दफा 52 अन्तर्गत नै हो। र भूमि ऐनले विगत भनेको के हो भने हामीले जग्गा नामजातको सन्दर्भ हेर्दै गर्दा पनि 2066 को माघ 28 भन्दा अगाडि जुन जग्गा हामीले नाप्नु छ त्यहाँ घर बस्ती छ कि छैन भनेर इमेजमा हेर्ने हो। हाम्रा चाहिँ ती सेटेलाइट सर्वेहरू त्यो इमेजहरूमा ल्याडर सर्वेका इमेजहरू छन्, त्यस्तै गुगल सर्वे इमेजहरू छन्, त्यसमा हामीले हेरेर त्यसका फोटासहित 66 को माघसम्म त्यहाँ बसोबास गरेका फोटासहित त्यसलाई जस्टिफाई गर्ने प्रमाणसहित लिएर गएर हामीले ती किताबहरू ती उपलब्धहरू आयोगबाट पास गरेर त्यसपछि बल्ल नापीको प्रक्रिया अगाडि सार्ने हो। त्यो आयोगमा वनको प्रतिनिधि पनि हुन्छ, मालपोतको प्रतिनिधि पनि हुन्छ, जिल्ला प्रशासनको प्रतिनिधि सबै प्रतिनिधि हुन्छन् र ती सबैमा उहाँहरूले हस्ताक्षर गरेर हामीले यो बल्ल नापजाँच गर्ने भनेर निर्णय गराएर किता काट गरेका छन्। तर समाजमा केही यस्ता चाहिँ भ्रमहरू फैलाइयो, वनले अनुमति दिएको छैन, यो नाप्न पाइँदैन, किन नाप्यो, कसरी नाप्यो, यो होइन भन्ने जस्ता भ्रमहरू पटक पटक धेरैले फैलाउनु गर्नुभयो। अब कतिपयले राजनीतिक रूपमा अब यसको पाला नहोस् भन्ने चाहना पनि भयो होला। त्यसको पछाडि म जान चाहन्न, मेरो कर्तव्य भनेको मैले मेरो कार्यकालमा जसरी पनि काम गरेर सम्पादन गर्ने हो, म त्यही गतिमा निरन्तर लागिरहेँ होइन। र त्यसरी हामीले 2080 सालमा नै यो ठाउँको हामीले राजस्व प्रकाशन गरेर जग्गाको पूर्जा तिर्ने स्टेपमा पुर्याएका थियौँ। तर त्यति बेला 2076 मा ऐन संशोधन गर्दा ऐनमा राखिएका प्रावधानहरू, नियमावलीमा राखेका प्रावधानहरू राजस्व गणनाका सन्दर्भमा असाध्यै जटिल थियो र राजस्व पनि महँगो थियो। 8% देखि 200% सम्म राजस्व गणना गर्न पाउने अवस्था थियो र हामीले जतिमा राजस्व गणना गर्यौं 92% सम्म राजस्व आएको थियो। हुँदाखेरि करोडौं रुपियाँ राजस्व एउटा व्यक्तिले तिर्ने कुरा गाह्रो थियो र हामीले कमसे कम यो सूचना किन प्रकाशन राजस्व तिर्न गाह्रो छ भन्ने कुरा म जानकार थिएँ। तर पनि के भन्दा राजस्व प्रकाशन गरिसकेपछि जनतालाई हामीले राजस्व प्रकाशन गर्दै गर्दा नि तिमी अहिले पैसा बुझाउन कोही पनि नजानु, केही त 2-4 जना सक्ने पनि हुन्थ्यो होला, अहिले कोही पनि नजानु भनेर हामीले जनतालाई रोकेर त्यसपछि हामीले संघीय सरकारसँग लबिङ गर्यौं। कञ्चनमा 1555 किताको निकालेको राजस्वलाई हामीले आयोग संघीय आयोगसँग लिएर गयौं, हामीले यहाँ अर्थमन्त्रीसँग त्यो डाटा ल्यायौं, प्रधानमन्त्री कहाँ हामी पुर्यायौं, राजनीतिक दलका सत्ता साझेदार दलका नेताहरूका हामी पुग्यौं र यो व्यक्तिको यति राजस्व आछ यो तिर्न सक्दैन, यसको वैकल्पिक व्यवस्था हुनुपर्छ भनेर हामीले अडानका साथ लामो समय त्यसलाई गरिसकेपछि जो यसको सरकारवाला हुनुहुन्थ्यो उनीहरू कन्भिन्स हुनुभयो, हामी कन्भिन्स गर्न सक्यौं। सम्बन्धित विभागीय मन्त्रीलाई कन्भिन्स गर्यौं, अर्थमन्त्रीलाई कन्भिन्स गर्यौं, हाम्रा डाटा आयोगलाई गर्नु त सबैले आफ्नो ठाउँबाट आयोग पनि त्यसको पक्षमा लाग्नुभयो, मन्त्रीज्यूहरू पनि त्यसको पक्षमा लाग्नुभयो, पार्टीका शीर्ष संघीय सरकारको सत्ता साझेदार दलका नेताहरू लाग्नुभयो। सबैले साझा रूपमा हामीले लिएर गएका डकुमेन्ट, हामीले बुझाएका कुराहरूलाई सबैले
उपयुक्त ठान्नुभयो र त्यसपछि राजस्व घट्यो। राजस्व घट्ने सन्दर्भमा कतिपयलाई एउटा भरम यहाँ अहिले पनि के भएको मैले पाएँ भने सङ्घीय सरकारले अध्यादेश ल्यायो र संसदबाट अध्यादेश फेल भयो अथवा अध्यादेश पास भएन, नभएपछि त्यो निस्तेज भयो। यो बिचमा कसरी काम अगाडि बढ्यो भन्ने जस्ता कुराहरू पनि केही जिम्मेवार राजनीतिक दलका नेताहरू पनि बोल्दै गरेको, केही जनताहरूले पनि बोल्दै गरेको मैले पाएँ। त्यो के थियो भने कुनै पनि अध्यादेश पास सरकारले ल्याइसकेपछि त्यो कानुन सरह हुन्छ, त्यसको अवधि हुन्छ। त्यो अवधिसम्म संसद नबसुन्जेल त्यसै स्वतः नै भयो। संसद बसेपछि 60 दिनसम्म त्यो कानुन सरह हुन्छ। 2081 को माघको 18 गते संसद बस्यो र संसदको पहिलो बैठकमा त्यसलाई पेश गरियो। चैतको 18 गतेसम्म त त्यो चाहिँ वैध छ। चैत 18 पछि त्यो पास भएको भए सधैँलाई हुन्थ्यो। त्यो पास हुन सक्ने नदेखेपछि त्यही अवधिभित्र चैत्र 18 गते नै त्यही अध्यादेशको प्रावधानलाई टेकेर नियमावली संशोधन भयो। त्यो वैधानिक बाटोबाट, त्यो वैधानिक बाटोबाट नियमावली संशोधन भयो। नियमावलीमा राजस्व गणना गर्ने जो पहिला भएका पूर्ववर्ती आधारहरूलाई निलम्बन गरेर अहिले जम्मा मूल्याङ्कन, जग्गाको प्रकृति र क्षेत्रफललाई आधार मानेर राजस्व गणना गर्ने नयाँ परिपाटी अथवा नयाँ व्यवस्था कायम भयो। त्यो व्यवस्था अनुसार के गरियो भन्दाखेरि आवास परियोजनको लागि एकजना हाम्रो गाउँपालिकामा 1000 वर्ग मिटर भनेको 3 कट्ठाभन्दा थोरै कम, 1000 वर्ग मिटरसम्म आवासको सन्दर्भमा जग्गा पाउँछ। आवास परियोजनको लागि पाउने जग्गालाई 10% राजस्व तिर्ने, मालपोत कार्यालयमा रजिस्ट्रेसन पासको लागि तोकिएको मूल्याङ्कनको आधारमा त्यही मूल्याङ्कनलाई आधार मानेर उसले 10% तिर्ने, देशभरिका जग्गा किनबेच हुँदाखेरि, खरिद बिक्री हुँदाखेरि रजिस्ट्रेसन तिर्ने जुन मापदण्ड छ त्यही मापदण्डलाई आधार मानेर 10% तिर्ने र कृषि परियोजनको लागि जतिले जग्गा प्राप्त गर्नुहुन्छ उहाँहरूको 1700 वर्ग मिटर भन्दा थोरै जग्गा रहेछ भने 5% मात्रै तिर्ने। 1700 वर्ग मिटर भनेको 5 कट्ठाको हाराहारी हुन्छ। 5% तिर्ने। 1700 वर्ग मिटर भन्दा माथि जतिसुकै भए तापनि 10% तिर्ने। बढीमा 10% कि 10% होइन 10% सबैको 10%। सबै 10%। 1700 वर्ग मिटर भन्दा माथि गयो भने जस्तै 5% देखि जस्तै 6 देखि 10 सम्म कि ठ्याक्कै 10% नै टक्कै 10 1700 तल 5%, 1700 माथि सबैको 10।